इन्साइडर ट्रेडिङ चाहिँ यति बिग इस्यु छ हाम्रो सेयर मार्केटमा। यसलाई चाहिँ हामीले निर्ममता रूपमै, त्यही भएर शून्य सहनशीलताको नीति लागू गर्ने भनेका छौँ। एउटा इक्जाम्पल दिन्छु, इन्साइडर ट्रेडिङ डबल इन्साइडर ट्रेडिङ भन्छु कि म यसलाई। तपाईँ त कम्पनीको भित्रको इन्फर्मेसन बाहिर ल्याएर सेयर मार्केटलाई चाहिँ तलमाथि गराउने भन्ने चाहिँ जनरल इन्साइडर ट्रेडिङ हो। तर नेपालमा कस्तो तहसम्म हुन्छ भने, हुँदो रहेछ भने, राष्ट्र ब्याङ्कका केही व्यक्तिहरूले अथवा त्यहाँभित्रको इन्फर्मेसन राख्ने केही व्यक्तिहरूले ब्याङ्कलाई, प्राइभेट ब्याङ्कलाई, यो व्यक्ति एबिसी व्यक्तिलाई, जस्तो विकासलाई चाहिँ फर इक्जाम्पल लोन देऊ भन्ने राष्ट्र ब्याङ्कका आधिकारिक भने कहाँ केही मान्छेहरू अथवा त्यहाँबाट केही ब्याङ्कमा प्रभाव राख्न सक्ने समूह व्यक्ति भनौँ, उहाँहरूले एउटा कुनै ब्याङ्कलाई, जस्तो सुशान्त भन्ने ब्याङ्क छ, सुशान्त ब्याङ्कलाई चाहिँ ल विकासलाई 2 करोड रुपियाँ देऊ भन्ने परेको हामी हेर्छौँ भने के हो भने राष्ट्र ब्याङ्कबाट मान्छे अनुगमनमा आउँछ सुशान्त ब्याङ्कमा। त्यो ब्याङ्कमा जाँदाखेरि सुशान्त ब्याङ्कले चाहिँ उसलाई हिरा मोती केही दिएर, असर्फी दिएर, केही दिएर राम्रोसँग चाहिँ उ गरेर व्यवस्था गरेर पठाउँछ अनि उसको अनुगमनमा सबै टिक लगाउँछ। अब तपाईँले त्यो 2 करोड इजिली लोन लिनुभयो, तपाईँले के गर्नुहुन्छ, आफ्नो गाउँको सहकारीमा गएर त्यो यहाँ 8%मा लिएको लोन त्यहाँ 18%मा दिनुहुन्छ अनि तपाईँको चाहिँ एकदम चिप मनी 10% तपाईँले चाहिँ रिटर्न ल्याउनुहुन्छ। तर 10% रिटर्न, त्यो 2 करोडमा 10% एकदम सर्ट समयमा आउँदाखेरि तपाईँले चाहिँ त्यसको रिटर्न फेरि यो सुशान्त ब्याङ्कलाई, राष्ट्र ब्याङ्कको त्यो कर्मचारीलाई, अझ मैले सुनेको कतिसम्म रियल छ आई डोन्ट नो, इन्भेस्टिगेट गर्नुपर्छ, प्रधानमन्त्रीसम्मलाई, किनकि गभर्नर नियुक्ति अथवा अरू नियुक्तिहरूमा उहाँको चाहिँ चलखेल हुन्छ, त्यहाँसम्म जाने। त्यो त सहकारीको लोनको कुरा हो। इन्साइडर ट्रेडिङमा अझै आएको छैन। इन्साइडर ट्रेडिङमा चाहिँ त्यो लोन लिएर सहकारीमा जानुहुन्छ अथवा तपाईँ अझै सेयर मार्केटमा दखलदार राख्नुहुन्छ भने अब यो कम्पनीको सेयर किन, तपाईँलाई नै लोन पनि दिलाइयो, अब यो कम्पनीको सेयर किन भन्यो अनि आर्टिफिसियल्ली त्यो कम्पनीहरूलाई चाहिँ, त्यो कम्पनीका अरू सेयरहरूलाई पनि तयारी गरियो, इन्साइडर ट्रेडिङ गरियो भनेको तिमीहरूलाई पनि किनाऊ है, अब यो मान्छेलाई हामी किनाउँदैछौँ नि, तपाईँले मात्रै किनेर त वात्तै बढ्दैन नि त, अरूलाई पनि किनाउने अनि किनाएपछि आर्टिफिसियली त्यो मार्केटलाई वात्तै बढाउने होइन। त्यस पछाडि गएर अनि त्यो मार्केट बढ्छ नि, तपाईँले बेच्नुहुन्छ, बेचेपछि रिटर्न त तपाईँको 2 करोडबाट चाहिँ 4 करोड 5 करोड केही हप्तामा केही महिनामा पुऱ्याउनुहुन्छ अनि त्यसको फेरि भाग लाग्दै माथिसम्म आउने सम्मको व्यतिथि भएको सुनिएको छ। अझै भेरिफाई आई डोन्ट नो है, मलाई यु कान्ट कोट मी अन दिस, तर सुनिएको छ भने चाहिँ इन्भेस्टिगेसन त हुनु पऱ्यो। त्यसको लागि कठोर नीति त चाहियो। इन्साइडर ट्रेडिङदेखि लिएर राष्ट्र ब्याङ्कका त्यस्ता गतिविधि लेखेर सरकारका कोही मान्छेहरूको त्यस्तो गतिविधि बन्द गर्नु पऱ्यो।